हेलो हेलो हामी सबैजना सन्चै छौँ। अचार बनाउँदैछौँ अनि पछि आलु बनाउँदैछौँ। आज चाहिँ हामी चाहिँ यो कोइरालाको अचार बनाउन लागेका छौँ। हामी यो परिवार बसेर यो कोइरालाको अचार चाहिँ कस्तो हुन्छ त यो चाहिँ सबैजनाले मिठो हुन्छ भन्छन्। यो कोइरालाको अचार चाहिँ बनाउने प्लानमा छौँ। यो चाहिँ हिजो मैले धेरै टाढा माथि पहाडमा गएर चाहिँ टिपेर ल्याएको हो। यो कोइरालाको अचार चाहिँ बाई बाई। मेरो यसमा चाहिँ अब अरू मसला चिजहरू मिसाउने अनि आलु पहिला बोइल गर्ने यसलाई पानीमा बोइल गर्ने हल्का। ए पहिला यसलाई बोइल गर्नुपर्दो रहेछ। अनि बोइल गरिसकेपछि अनि के गर्ने त त्यहाँदेखि बोइल गरेर यो कोइराला पनि हिजो ल्याए हो। होइन छोरी, छोरीलाई पनि खान मन छ। ए अब यसलाई चाहिँ पानी हाल्नु होला। पहिलोचोटि चाहिँ पानी हालेर यसलाई उसिनाउने। त्यसो अब उसिन लागेको हामी चाहिँ अनि यता चाहिँ आलु पाकेको छ यो प्रेसर कुकरमा आलु पाकिसकेको छ। अनि यो कोइराला चाहिँ चट्ट उसिनेर चाहिँ यसलाई चाहिँ अहिले बनाउँछौँ है त। आलु पाकिसक्यो। यति हो त आलु पुग्छ त अहिले हो। हाम्रो परिवार सानै छ अनि त्यही भएर पनि यो आलु यति थोरै होला पुगिहाल्छ। अनि यो बाँकी कोइराला चाहिँ हाम्रो चाहिँ के अरे यो चाहिँ हाम्रो आन्टीहरूलाई दिनुपर्छ। आन्टी माइजूहरू भाउजूहरूलाई दिने हो। यो चाहिँ बाँकी छ अनि हाम्रो लागि चाहिँ पाकिसकेको छ। छोरी आज खाने हो त कोइरालाको अचार हो। भाँगो पनि मिसाउनु पर्दो रहेछ। यो चाहिँ अचारको लागि कस्तो भयो भाइ? अनि आलु यो हो। कोइरालाको अचार खाने आज हामी सबैजनाले हेर्नु होला। कोइराला अचार खाएको हाम्रो यहाँ मम्मीले बनाउँदै हुनुहुन्छ। अचार के को अचार रे? अलि राम्रोसँग बोल्ने कि आलु र कोइरालाको अचार जङ्गलबाट ल्याएको कि कोइराला जङ्गलबाट टिपेर ल्याएको।
आलु पोखिसक्यो। यो चाहिँ आलु आलुलाई चाहिँ काटेर चाहिँ पिस बनाउने सानो पिस बनाउने अनि अचारमा मिसाउनको लागि चाहिँ पिस हुँदैछ यहाँ। किस्म अचार खाने हो आज? के हो अचार खाने र तपाईँ? ढोका बन्द गर त। म त्यो ढोका यस्तो पो हुँदो रहेछ है। अहिले हल्ला नगर के। मजा भएको छ है अब। बाबा हेलो हेलो हेलो। बाङ्गो चाहिँ तयार भइसक्यो। मिक्सचरमा चाहिँ बाङ्गोको तयार भइसक्यो अनि यसलाई चाहिँ अब मिक्सर गर्ने हो। अब अचारको तयार भइसक्यो। अहिले खानु मन लागिसक्यो। त्यो खाने दाइले काट्ने छोरा। प्याज थोरै। यो चाहिँ प्याज हालिसक्यो। अब भाङ्गो। यो बाङ्गो हो। यो बाङ्गो बिस्कुट अनि यसमा के खुर्सानी तेल मेथी बेसार। यो चाहिँ चुक हो। अमिलो चुक हाल्यो। चुक अनि खुर्सानी प्याज नुन तेल आलु कोइराला अनि के भन्छ भाङको मिस्कट भाङको चाहिँ त्यो
पिसेको भाङ पिसेको हरेक चिज खुर्सानी हरेक चिज चाहिँदो रहेछ अनि बेसार यो छोराको भाका यो छोरीको लागि छोरीलाई आलु मनपर्छ नि छोरालाई पनि आलु राखिदिनु छोरा अचार तयार भइसक्यो हामी चाहिँ अचार खान लाग्यो कोइरालाको अचार कोइरालाको अचार खान लाग्यो कति मिठो हुन्छ है हजुरहरूसँग सेयर गरौँ भनेर अहिले मुख रसाइसक्यो मुख रसाइसक्यो अब ल मेरो चाहिँ याद छ कति मिठो होला है पिरो छ धेरै पिरो नहोला पिरो पनि खाने त हुन्छ नि म थोरै दुईटा मात्र हालेको जम्मा खुर्सानी आलु मात्र खाऊ कति मिठो